पुनः कन्टिन्यू पोइन्ट 4-0। के भइरहेको छ नम्बर पुनः मकालु एकलाई नै 5-0। अत्यन्तै मिठो प्रहार गरी आफ्नो टिमलाई नम्बर थप्दै मकालु एका खेलाडीहरू 6-0। सर्भिस आउट हुँदै आफ्नो खातामा यहाँ किराँत समाजको खातामा नम्बर 1-6। नम्बर 1 लाई नै चेक आउट हो स्कुटी प्रहार एकदमै राम्रो प्रहार थियो तर बल आउट हुन पुग्यो। पोइन्ट बल याम्फू किराँत समाज माङसिमालाई 2-7। एकदमै राम्रो प्रहार मकालु एकबाट प्रहार गर्दै आफ्नो पोल्टामा नम्बर थप्दै 8-2। प्रयास भइसक्यो 28 हो। सोनाम लोसारको अवसरमा सामूहिक नृत्य तामाङ सेलो प्रतियोगिता तथा सेलो ट्र्याक गायन प्रतियोगिता आज साँझ हुने भएकोले इच्छुक प्रतियोगिताहरूले आज 4 बजे भित्रमा नाम दर्ता गराउन हामी आयोजक टिम हार्दिक अनुरोध गर्न चाहन्छौँ। विशेष पुरस्कारका साथमा पुरस्कार रहेको हुँदा तपाईहरूले यस नृत्य सेलो प्रतियोगिता सेलो ट्र्याक गायन प्रतियोगितामा सहभागी जनाइदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। 4 बजेसम्ममा नाम टिपाएर हामीलाई सहयोग गरी तपाईहरूलाई प्रतियोगितामा सफल हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। किन आतेको नाति गर याम्फू किराँत समाज 4 मकालु 1-9। पोइन्ट 1 नम्बर 1 लाई नै 10-4। पुनः बल मकालु 1 लाई नै 11-4। सर्भिस नकटेको कारण पोइन्ट बल याम्फू किराँत समाजलाई। पोइन्ट बल 5-11। सर्भिस आउट भएको कारण पोइन्ट 1 नम्बर 1 लाई 12-5। हामीले बार उद्घोष गरिसकेका छौँ। यस पछाडिको खेल मकालु 6 महिला खेलाडीहरू र मकालु 3 का महिला खेलाडीहरू बीच
हुने भएकोले तपाईहरू तयारी अवस्थामा रहिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। बल आउट भएको कारण पोइन्ट मकालु एकलाई नै पोइन्ट रहेको छ 13-6। पूर्ण बल कट्न सकेन। पोइन्ट बल मकालु एकलाई नै 14-6। पोइन्ट यहाँ क्रिया समाजलाई 7-14। पूर्ण यहाँ क्रिया समाजलाई नै पोइन्ट 8-14। ओइ के भयो पूर्ण यहाँ क्रिया समाजलाई नै ढुङ्गा हात चाहिँ तिम्रो 9-14। एकदमै मिठो सर्भिसका कारण आफै आफ्नो गर्छन् टिमलाई नम्बर थप्न सफल। यिनीहरू नै खेलाउनु परेछ क्या खेलाडी हेमुक्रिया समाज जर्सी नम्बर 2। पोइन्ट मकालो एकलाई 15-10। 5 नम्बरको फरक रहेको छ। एकदमै मिठो प्रहार गरेर आफ्नो टिमलाई नम्बर थप्न सफल एम्बुक्रिया समाजका खेलाडी जर्सी नम्बर 5 का खेलाडी। एकदमै राम्रो प्रहार। मिठो प्रहार थियो तर बल गर्न सकेन। एकदमै घम्साघम्सी प्रतिस्पर्धी गेम भइरहेको छ। वार्ड नम्बर 1 तर्फ नै पोइन्ट 16-12। बल यहाँ पुग्रा समाजलाई पोइन्ट 13-16। हामी सामूहिक नृत्य तामाङ सेलो प्रतियोगिता सेलो ट्र्याक गायन प्रतियोगिता आज साँझ हुने भएकोले इच्छुक प्रतियोगिताहरूले आज 4 बजेसम्म तपाईँहरूले नाम दर्ता गर्नको लागि हामी आयोजक टिम हार्दिक अनुरोध गर्न चाहन्छौँ। एकदमै राम्रो थियो तर टच भएको सङ्केत। बल वार्ड नम्बर 1 लाई 18-13। बल पूर्ण वार्ड नम्बर 1 लाई नै 19-13। बुनु तिम्रो भाइ हो बहिनी हो आन
बल पुनः मकालो एकलाई नै पोइन्ट बल 20-13 गरे दिदी बहिनीले कडा राम्रो प्रहार थियो तर बल आफ्नै कोरमा खस्यो पोइन्ट बल मकालोलाई नै पोइन्ट 21-13 माइ के अरे ठिक छ पोइन्ट यहाँ किराँत समाज माङसिमालाई 14-21 पूर्ण पोइन्ट यहाँ किराँत समाजलाई नै 15-21 एकदमै राम्रो प्रयास थियो तर बल गर्न सकेन पोइन्ट बल पुनः यहाँ किराँत समाजलाई मुस्कान है मुस्कान दाँत एकजना दाँत देखाउने छोड्देऊ टिममा रिसाउने बित्तिकै गेम बिग्रिन्छ क्या बल आउट भएको कारण पोइन्ट बल मकालो एकलाई नै स्कोरिङ रहेको छ 22-16 पुनः पोइन्ट मकालो एकलाई स्कोरिङ 23-16 यस पछाडिको खेल मकालो गाउँपालिका वार्ड नम्बर 6 का महिला खेलाडीहरू वर्सेस मकालो गाउँपालिका वार्ड नम्बर 3 का महिला खेलाडीहरू बीच हुने भएकोले तपाईहरू कम तयारीका साथ रहिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु स्कुटी प्रहार पुनः पोइन्ट मकालो वार्ड नम्बर 1 लाई पोइन्ट बल रहेको छ 24-16 16 को विरुद्ध 25 लिएर यहाँ किराँत समाजलाई हराउँदै मकालो गाउँपालिका वार्ड नम्बर 1 विजय हुनुभएको छ 16 सिटमा उहाँहरूले जितेर गेमलाई आफ्नो पोल्टोमा हासिल गरिसक्नु भएको छ उहाँहरूलाई यहाँ किराँत समाजलाई पनि पूर्ण फेरि घुम्दै आएर यस गेमको प्रथम पुरस्कार समेत चुम्न सफल